नेपाल सरकारका सञ्चार मन्त्री जगदीश खरेलको गोप्य अडियो सार्वजनिक भयो। नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले 1 करोडको घडी लगायो भनेर समाचार छाप्नेहरूलाई सञ्चार मन्त्री खरेलले फर्काए दरो जवाब। सञ्चार मन्त्री जगदीश खरेल भन्छन्, यो घडीलाई 30 देखि 35 हजार पर्छ। तैपनि यो घडी आजको होइन, यो घडी 10 वर्ष पुरानो घडी हो। मलाई दाइले उपहार स्वरूप दिनुभएको थियो। मैले यो घडी लगाएको झन्डै 4 वर्ष भयो। दर्शकबिन, विगत केही दिनदेखि सञ्चार मन्त्री जगदीश खरेलले लगाएको घडी 1 करोड पर्छ भनेर सामाजिक सञ्जालभरि प्रचार बढेको छ। यही विषयलाई खण्डन गर्दै पत्रकार तथा अहिलेका सूचना सञ्चार मन्त्री जगदीश खरेलले यो सबै मिथ्या समाचार भएको पुष्टि गरेका छन्। उनले समाचार छाप्ने पत्रिकाका पत्रकारलाई फोन गर्दै यो घडीलाई 1 करोड नपर्ने बताएका छन्। दर्शकबिन, जगदीश खरेलले पत्रकारलाई अरू के भने त उनको अडियो यति बेला सार्वजनिक भइसकेको छ। एकैछिन उनको यो अडियो सुन्नुहोस्। हेलो सुमनजी, नमस्ते। नमस्ते मन्जी, आराम हुनुहुन्छ? ठिक छ त सुमनजी, के छ तपाईँको खबर? ठिकै छ। सर्वप्रथम तपाईँलाई बधाई छ। ल, धेरै धन्यवाद। अनि पोखरातिर हुनुहुन्छ कि काठमाडौँतिर हुनुहुन्छ? म त पोखरा छु नि। पोखरा है? हजुर। धेरै भयो। मैले एउटा सानो कुरा सेयर गरौँ भनेर तपाईँसँग। हजुर भन्नु न। यो तपाईँको पोस्टमा मैले यसो हेर्न पुगेछु कि आज हेरेछु, त्यो घडीको विषयमा एउटा आएको रहेछ। मैले त्यो सायद अलिकति त्यो देख्न पनि अलिक क्लियर भएन कि जस्तो लाग्यो। त्यसको एउटा सानो स्टोरी चाहिँ सेयर गर्न खोजेको तपाईँसँग नै। त्यो के भन्दाखेरि त्यो चाहिँ यो घडी चाहिँ रोलेक्स चाहिँ होइन, यो रोस्टर भन्ने हो होइन। अनि रोस्टर भन्ने हो क्या। म त फोटो पनि तपाईँलाई पठाउँला। अनि यो चाहिँ मेरो दाईको घडी हो खास। मेरो दाई चाहिँ जापानमा पढाउनुहुन्छ युनिभर्सिटी अफ टोकियोमा। यो घडी उहाँले किनेको पनि 12 वर्ष 13 वर्ष भयो होला सायद मेरो अनुमानमा। अनि यो घडी चाहिँ मेरो दाई नेपाल आएको बेलामा यहाँ थियो, यहाँ छोडेर जानु भएको थियो। अनि मैले 4 वर्षदेखि यो दाईको घडी चाहिँ मैले प्रयोग गरेको है। अनि त्यो अलिक क्लियर तपाईँले त राखेको फोटो पनि हेरे त्यो अब क्लियर त देखिन। आर त आरै छ, तर रोस्टर कि रोलेक्स भन्ने। अनि ठ्याक्कै मलाई सुन्नुहुन्छ भने यसको प्राइस चाहिँ मैले अघि हेरेँ क्या, यहाँ के अरे गुगल सुगलतिर नि यसको यो गरेर हेरेँ होइन। मैले पनि प्राइस चाहिँ भेटाइन कति पर्छ भन्ने। तर मेरो अनुमानमा 1-2 जना साथीलाई हेर्न लगाएको। अब कसैले 40,000, कसैले 50,000, 60,000, 30,000 यस्तो आएको छ नेपाली रुपियाँ चाहिँ आएको छ। खासमा चाहिँ मैले अब यो के सामाजिक सञ्जालमा यस्तो शान्तिना कुरा भनिराख्नु भनेर बरु तपाईँलाई नै म क्लियर गर्छु भनेर म फोटो पनि पठाउँछु। यो चाहिँ रोस्टर भन्ने रहेछ घडीको नाम। अनि अहिले यो मोडल चाहिँ पाइँदो पनि रहन्छ कि एकदमै पुरानो घडी हो यो। 15 वर्ष जति भयो होला मेरो अनुमानमा। खोइ के हो अब यो चाहिँ। तर जे 10-12 वर्ष अगाडिदेखि दाईले प्रयोग गरेको। 4 वर्षदेखि चाहिँ दाईको घडी यहाँ छोडेर नेपाल आए बेला छोडेर जाँदा ल तिमीले प्रयोग गर न भनेर भन्नुभयो र म झन् 4 वर्षदेखि चाहिँ बेला बेला प्रयोग गर्छु। मसँग 2-3टा घडी छन् ठिकै खालको। यो चाहिँ तपाईको राम्रो सुहा छ के? होइन, सुहाएको त छ, थ्याङ्क यू भेरी मच। तर मैले मात्र अब यो जे बाहिर आयो या मलाई 1-2 जना मान्छेले नि भने कि अनि कहाँबाट आयो त भन्दा अनि सुमनजीले हाल्नु भएको छ त सुमनजीले भने। अनि सुमनजी त मेरो साथी हो, टेलिभिजनकै साथी हो। एकचोटि म पनि हेर्छु भनेर तपाईँको अघि मैले हेरे पनि थिएँ तपाईँको त्यो गरेर हेरेँ कि प्रोफाइलमा गएर। अनि मेरो त फेसबुक फ्रेन्ड पनि हुन्छ, अब टेलिभिजनकै साथी हो। सायद म कन्फ्युज हुनुभयो कि अब मतलब अब हेर्दाखेरि त आरबाटै आउँछ। अनि मैले बल्ल हेरेँ कि हेरेपछि तै पनि म तपाईँलाई फोटो पठाइदिन्छु। त्यो प्राइस चाहिँ केही भयो भने मलाई यसो इनबक्समा नि हालिदिनु होला नि, कति रहेछ के रहेछ कहीँ पाइयो भने। अरू ठिकै छ सुमनजी, सबै ठिकै छ। मैले त्यही तपाईँलाई जानकारी गराउँ भनेर। अरू अब त अब यस्तै छ अलिकति। अब नयाँ विशेष परिस्थितिमा विशेष जिम्मेवारी पनि लिनु पर्यो। अब यस्तै अवस्था छ। अब यो अलिकति अब खास गरेर अब जे म्यान्डेट प्राप्त भएको छ त्यो हिसाबले अब 5 महिना बाँकी छ भनौँ न। यो सकेपछि फेरि ब्याक टु अब मिडिया नै हुन्छ कि अब ब्याक टु वर्क त्यही हुन्छ त्यही नै हुन्छ होला। हुन्छ मन्जी, अब म नि पोखरा छु, काठमाडौँ आएपछि भेटौँ ल।
ल मैले त तपाईँलाई यो क्लियर गरेँ, फोटो पनि पठाएँ है तपाईँलाई मैले यसको है। ल थ्याङ्क यू सो मच, थ्याङ्क यू। सुमनजी बस। दर्शकबिन, यसरी वास्तविकता नै नबुझिकन अरूको मानहानि हुने किसिमको समाचार छाप्नुलाई तपाईहरू कसरी लिनुहुन्छ? वास्तवमा पनि समाचार छाप्दा वास्तविकता बुझेर मात्र छाप्ने गरौँ। तपाईहरूको कमेन्ट भने तल कमेन्ट बक्समा राखिदिनु होला। धन्यवाद।